यहाँ अब हामी पुरै चिल पारामा बसिरहेका छौँ होइन। अब हामी यहाँ भात खानलाई जाने अवस्था भइरहेछ। निर के छ कन्डिसन? आज अब दिनभरि सुस्तै हुनु गयो होइन? है हिजो निन्द्रा पुगेन होला, आज सुस्त होला नि होइन। अहिले फाइनल्ली हामी हाइल प्रोजेक्ट नजिकमा आइसकेको छौँ। यहीँको रहेछ यो माल होइन। हामी झगडा बस्या फोन गरेको सरलाई, भित्र सरलाई, सदिकलाई ल ल इजी पर कलाम नफर के छ भन्यो। हामी यहाँ आइलको प्रोजेक्टमा आइपुगेका छौँ है त। अब त्यसपछि क्या भित्र के छ अनि देखाउनु। गाडीमा माल तारेछ डन्डा यहाँ छ माथि कम्पनी। फाइनली गाइज हामी त्यहाँबाट त हिजो राति निस्केको होइन। अब हामी निक्लिएर त्यहाँ हामी यो अब हाइलको रोड समझनालाई अब 20-30 किलोमिटर होला भागी। तर यहाँ खतरा पहाडको बिचमा रोड के यस्तो रमाइलो। तर यहाँ फेरि कस्तो रहेछ भन्दै सिस्टम, गाडी 70 भन्दा कुदाउन नपाउने। 70 भन्दा कुदायो भने यहाँ पुलिसहरू चाहिँ बडा हिँड्दो रहेछ। पुलिस पछि घुम्दै आउँदै मुखाल बाँध्दै यस्तो राम्रो रहेछ यहाँको मामा। फेरि अर्को साइडमा बसेर मुखाल बाँधिरहेको छ भने पनि त्यहाँ तिनीहरूसँग राइडर हुँदो रहेछ के। राइडर भन्दाखेरि त्यो स्पिड राइडर त्यो हुँदो रहेछ। उनीहरूले उहाँबाट सट्ट त्यहाँ हेरेर यो गाडी कतिमा स्पिड हिँडेको भनेर ट्याक्क समातेर अनि हर्न दिइहाल्ने। टट पारेपछि सक्यो कहानी हामीलाई। फेरि मामाहरूले एकचोटि पारेपछि जहाँ हो त्यहीँ खिच्रिक गल्लाफोरु तड आइरह, जहाँ हो त्यहीँ ब्रेक झ्याप्पे लगाइहाल्छ। फेरि ड्राइभरहरू फेरि यस्तो छ। त्यही भएर गाइज हेर्नु न, यस्तो पहाड यस्तो दामी छ। बाटो चाहिँ दामी रहेछ होइन। यो भित्र क्रसर हुँदो रहेछ कि यो ढुङ्गाको उसमा भएर होला। हामी आउँदैछौँ अब हाइलको रोडसम्म। ती बेलामा भयो अलिअलि समय छ अलि। अब 20 किलोमिटर त्यो बाँकी हाइल रोडसम्म गएपछि हाइलको रोडसम्म दिएर सारा आउने हो। तर आज हाइवे हिँड्न मदिनामा बम्नु छ अरे। बेलुका राति मात्रै खुल्छ अरे। दाइले त्यही भन्नुहुन्छ। पहिले 11-12 1 बज्दा आइसक्यो। 5-6 बजी पुग्यो। गाडी खराब भएको आएको। फेरि टायर पड्क्यो एउटा, सिङ्गल टायरमा हिँड्दा छ। अनि फेरि साउन्ड दिइरहेको छ, कम्प्युटर बिग्रियो अरे गाडीको, ट्याटर पारेर हैरान बनायो भन्दैछ। त्यही भएर गाइज के छ सन्चै आरामै। कहाँबाट हेरि हुन्छ यसो ठुकिहाल्नुहोस् है। लाइक कमेन्ट अनि त्यो के भन्छ नि सब्सक्राइब ट्याबमै ठोकिहाल्नुहोस् है। अहिले हामी मदिनाको आसपास आइसकेको छौँ। अब धेरै छैन, मदिना धेरै भयो, 100 किलोमिटर होला। तर हेर्नु न, पुरै यो कालो माटो हो कि कालो ढुङ्गा हो कि के हो यस्तो यार। सबै चट्टानै सबै कालो के हो यो एरियामा। पुरै कालो के होइन। हेर्नु त पुरै कालो। कतैतिर रातो भेट्छ, कहिले कालो भेट्छ। के हो बुझ्नै गाह्रो गाइज, बुझ्नै गाह्रो। पुरै चट्टान कालो के कालो कस्तो पुरै एरिया हेर्नु न। फेरि यहाँ माटोको भित्र हेर्नु न, भित्र पनि कालो के त्यस्तो खतरा ठाउँ चाहिँ लास्ट के कालो पुरै हेर्नु। पहाड हेर्नु, पहाड यस्तो खतरा पहाड छ। फेरि कालै पुरै भित्र पुरै एउटै ढुङ्गा हो फेरि त्यो है। कता हो फेरि पुरै एउटै ढुङ्गा हो। फेरि त्यो ढुङ्गामा कुनै पनि कम्प्लेन छैन। यस्तो छ त है गाइस, यस्तो छ। यसलाई पुरै फाँट छ कि यस्तो छ कि फाँटहरू के गर्ने यार। पुरै कालो छ। यो त पहिला ज्वालामुखी निस्केको ठाउँ अरे कि यो सबै। यो डाँडा पाखा छ नि, यो डाँडा पाखा सबै, यो डाँडा सबै यो ज्वालामुखी निस्कियो पहिला। ज्वालामुखी निस्केर पुरै ढुङ्गा पग्लेर एउटै छ त यो ढुङ्गाहरू सबै। पुरै ढुङ्गा एउटै छ। पुरै ढुङ्गा कालो छ कि फेरि पुरै एउटै ढुङ्गा छ त। त्यस्तो छ।
त्यही भएर नि होला यतातिर यस्तो यसरी झरेको होइन। साउदीमा नि उर्दुमै छ त, गर्मी पनि गर्मी त्यस्तै, जमिनको गर्मी ताप त्यस्तै, लास्टै भएर नि होला कि निस्केको होइन। त्यही होला गाइज, कालो माटो छ। हामी पनि यतै छौँ है, यतै छौँ, मिस चलिरहेछौँ होइन, त्यही चलिरहेछ। अब आज बेलुका त पुग्दैन, भोलि बिहान पुग्ने हो कम्पनी। आज हाम्रो के अरे नाकको अपरेसन गरेको भिडियो आउँदैछ है, नाकको अपरेसन गाइज, दाइको नाकको अपरेसन गरेको भिडियो आउँदैछ। अपरेसन डाक्टर फेरि म, फेरि अपरेसन डाक्टर म हो, मैले दाइको नाक अपरेसन गरिरहेको छु, गरेर भिडियो आउँदैछ, हेरेर नबिर्सनु होला तुरुन्त लान है। अपरेसन फेरि यस्तो अपरेसन फेरि सानोमा कसैले नगरेको अपरेसन मैले गर्छु फेरि, त्यस्तो हो फेरि है त। अपरेसन फेरि सक्सेसफुल्ली भयो, फेरि खुसी त त्यहाँ पो छ त, फेरि अपरेसन फेरि सक्सेसफुल्ली भयो। त्यही भएर हामी पुरै ह्याप्पी मोडमा हिँडिरहेछौँ होइन। त्यही भएर हेर्नु नबोल्नु होला, यहाँ आउँदैछ ल। डाँडा पाखा यस्तै हो, डाँडा छन्, डाँडा पाखा छन्, काला काला डाँडा पाखा, हेऱ्यो हिँड्यो होइन। के छ चिन्ता गर्ने, के छ च्याट्टा सलाई, के छ र मलाई होइन त। त्यसैले ल हेर, यस्तो दामी ठाउँ है, दामी ठाउँ, दुइटा पुरै पहरालाई फोरेर खत्रै बनाए, खत्रै पिज्जाबाट स्वाट लिएर गएको छ, यत्रो पहरा परेर हेर्दैन होइन त रोड। अन्त यहाँ उकालो सफेदी यस्तो दामी सफेदी, एउटा मामा आए जस्तो छ। दाइले ओभरटेक गर्यो, अब के भन्यो, मामा हो कि हो, अहिले त होइन, मामा त होइन। यो ओभरटेक यस्तो ओभरटेक गर्ने मिल्छ कि त्यसलाई फेरि पिकअप लिँदैन गाडीले, यस्तो छ समस्या। दामी छ कि बाटो झन्, ढुङ्गाको चट्टान के, ढुङ्गा पुरै एउटै हो कि सबै, वरिपरि यस्तो भवाल बना बाटो। यो वरिको हाइल रोड है, हाइल रोड, मदिनाबाट हाइल जाने रोड भवाल छ है। अब यसपछि मदिना आउने होला सायद, सम्भावना त्यस्तै छ, त्यस्तै लाग्यो मलाई। ढुङ्गा पनि त्यो खरी ढुङ्गा जस्तो छ हो सबै, तर यस्तो हार्ड छ नि यहाँको ढुङ्गाहरू। गाइस अनि अहिले अब जेद्दा बाँकी धेरै छैन, 150 किलोमिटर जति होला। आइपुग्यो हामी छिटो है, अब 2 बजीसम्म पुग्छ कि भन्ने छ। यहाँ यस्तो लाइट छ पहाडमा, केही समय छ बाँकी, अब 1 घन्टा जति लाग्छ होला निस्किनलाई, कम्पनी पुग्नलाई। अहिले लगभग 12:30 1 बजी लाग्यो, 2 बजीतिर पुग्छ कि छ, 2 बजी त पुग्छ। यस्तो छ चन्द्रमा गाइडहरू रमाइलो छ हौ, रातिको तिमीले सहरा पुरै। यो भनेको हाम्रो जेद्दा हो है, जेद्दा गाइड आमाको त छ बताउनु पर्छ है।